खतरा खेल्थेँ नि साथी यार मलाई लास्ट मन पर्थ्यो फुटबल खेल्न म त टिमको क्याप्टेन नै हुने गर्थेँ नि ल हो र हो नि अनि त्यसपछि किन कन्टिन्यू नगरेको त फुटबल खेलामै हुन्थ्यो फुटबलमै लाइफ सेक्योर गराए हुन्थ्यो सोचे जस्तो कहाँ छ र साथी यार त्यो पनि म प्ले स्टेसनमा खेल्थेँ रियल ग्राउन्डमा गएर दौडेको त स्यास्या भयो पक्न साथी यार बस न तिमीलाई भन्दै त छु तर मेरो भाइले चाहिँ खतरा खेल्छ है फेरि फुटबल प्ले स्टेसनमा होइन उसले त ग्राउन्डमै खेल्छ अनि के हो त तर मलाई भाइको लास्ट चिन्ता लाग्छ यार किन अब ठुलो फुटबल प्लेयर बन्छु भन्ने सपना देखेको छ तिमीलाई थाहा छँदैछ फुटबल सेक्टरको हालत न त प्रपर ग्राउन्ड छ न प्रपर फेसिलिटी छ न कसैको सपोर्ट न अपर्च्युनिटी अब यस्तो हालतमा कसरी खेल्ने ए यार साथी चिन्ता नगर नि तिमी यार तिम्रो भाइको लागि इनड्राइभ छ त इनड्राइभ यस्तै कुराहरूलाई मध्यनजर गर्दै इनड्राइभले चाहिँ एउटा क्याम्पेन रन गर्दैछ जुन क्याम्पेनको नाम चाहिँ इनड्राइभ राइड फर गोल्स हो र यो क्याम्पेनमा चाहिँ मे मन्थभरि हाम्रो हरेक थर्ड राइडको 10% चाहिँ एउटा प्रोपर स्पोर्ट्स ग्राउन्ड बनाउनको लागि युज गरिनेछ ए साँच्चै हो र हामी त यस क्याम्पेनमा सहभागी भइसक्यौँ अब पालो तपाईँहरूको सो लेट्स राइड मोर एन्ड कन्ट्रिब्युट टु अ बेटर फ्युचर अफ नेपाल चिल्ड्रेन